कैलालीमा 100 भन्दा बढी विदेशी नागरिक अनुमति बिना वन क्षेत्रमा बसिरहेको पाइएको छ। जिल्लाको घोडागुडी नगरपालिका 9 को सिमली जंगलमा करिब हप्ता दिनदेखि 150 जना जंगलमा शंकास्पद तरिकाले बस्दै आएको पाइएको छ। इजरायल, युके, रसिया, स्विडेन, ताइवान, टर्की, भारत, जापान, जर्मनी, फ्रान्स, आइभोरिक्स, ग्रीस, नेदरल्यान्ड, स्विजरल्यान्ड, चीन, स्पेन लगायत 18 देशका 100 भन्दा बढी नागरिक बसोबास गरेर अस्वाभाविक गतिविधि गर्दै आएको पाइएको हो। रेनबो फ्यामिली ग्यादरिङ नाम दिएर समूहमा आएका उनीहरूले कुनै पनि निकायबाट अनुमति नलिएको पाइएपछि कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले 24 घण्टा भित्र गन्तव्यमा जान निर्देशन दिएका छन्। विदेशी नागरिक वन क्षेत्रमा बसेर अर्धनग्न हुने, आपसमा अस्वाभाविक गतिविधि गर्ने जस्ता गुनासा आएपछि बिहिबार जिल्ला स्थित सुरक्षा निकायका प्रमुख सहित सिमली जंगल क्षेत्रमा पुगेका प्रमुख जिल्ला अधिकारी हमालले 24 घण्टा भित्र गन्तव्यतर्फ जान निर्देशन दिएका हुन्। निर्देशन अनुसार वन क्षेत्र छाडेर गन्तव्यतर्फ नलागे प्रचलित कानून बमोजिम कारबाही हुने